साथीहरु नमस्कार, स्वागत छ यहाँहरुलाई हाम्रो यस YouTube च्यानल जीके स्टडीमा। साथीहरु यहाँलाई थाहा नै छ र यहाँहरुको उत्सुकता पनि धेरै नै छ कि प्रहरी सहायक निरीक्षक नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक पदको विज्ञापन कहिले हुन्छ, भ्याकेन्सी कहिले खुल्छ भन्नेमा यहाँहरुको धेरैको गुनासो रहेको छ। त्यो गुनासोलाई चाहिँ मेटाउँदै यो भिडियो रहेको छ र यहाँलाई थाहा नै छ मैले यो भन्दा पहिला पनि भिडियो बनाएको थिएँ र प्रहरी सहायक निरीक्षक जनपद तर्फको लोकसेवाको क्यालेन्डर अनुसार लोकसेवाको वार्षिक क्यालेन्डर अनुसार चाहिँ विज्ञापन खुल्ने मिति चाहिँ एकदमै नजिकिदो अवस्था छ साथीहरु। किन भन्दा साउन भदौमा चाहिँ यहाँहरुको विज्ञापन खुल्ने भन्ने कुरो थियो। साउन त हाम्रो सकिसक्यो, आज भदौको 1 गते सँगै चाहिँ अब चाहिँ खुल्ने, छिटै नै खुल्ने, 15 यता खुल्ने अथवा 15 उता खुल्ने भन्ने चाहिँ कुरा छ साथीहरु। तर भदौमै खुल्ने भन्ने कुरा छ। सो यहाँहरुको तयारी पनि तीव्र हुनु पर्यो, त्यो अनुसारको फिजिकल यहाँहरुको हुनु पर्यो है। कतिको कसरत दौडधुप आफूले गरिरहनु भएको छ। सो इफ यहाँहरुलाई चाहिँ त्यो थाहा थिएन भदौ के रे साउन भदौमा विज्ञापन खुल्ने भने यहाँहरुलाई थाहा थिएन भने चाहिँ यो भिडियो मार्फत थाहा भइसक्यो होला र आफ्नो शेड्युल पनि त्यही अनुसार मिलाउनु होला यहाँहरुले। र साउन भदौमा विज्ञापन खुल्छ भने मंसिरको अन्तिम शुक्रबार चाहिँ मंसिर पुसमा चाहिँ यहाँहरुको एक्जाम हुन्छ। त्यसैगरी फागुन र चैतमा यहाँहरुको रिजल्ट हुन्छ है साथीहरु। सो अब चाहिँ यो अनुसार चाहिँ अब यहाँहरुको तयारी त भयो, त्यो तयारी फिजिकल त होला र रिटन पनि त तयारी हुनु पर्यो नि त साथीहरु। सो रिटनमा चाहिने कुरा चाहिँ के हो त, हामीले पढ्नुपर्ने के कुरा हो त 2083 मा भनेर चाहिँ आजको यो भिडियो रहनेछ। सो भिडियोको लास्टसम्म यहाँहरु रहनु होला है त। सो यहाँहरुको 2083 मा चाहिँ सिलेबस चेन्ज त भएको छैन साथीहरु है। र यहाँहरुले चाहिँ पढ्नुपर्ने कुराहरु चाहिँ के हो त, एक्जाम चाहिँ कतिवटा चरणमा हुन्छ भन्ने कुरा चाहिँ यो रहेको छ साथीहरु। तपाईहरुको एक्जाम चाहिँ 5th चरणसम्म हुन्छ साथीहरु। प्रथम चरणमा तपाईहरुको दरखास्त छनौटको कुरा हुन्छ, त्यसैगरी प्रारम्भिक स्वास्थ्य परीक्षणको कुरा हुन्छ। त्यसैगरी द्वितीय चरणमा चाहिँ शारीरिक तन्दुरुस्ती मूल्याङ्कन हुन्छ, जुन चाहिँ फिजिकल हुन्छ यहाँहरुको, र विस्तृत स्वास्थ्य परीक्षण हुन्छ। र तृतीय चरणमा चाहिँ यहाँहरुको सामान्य ज्ञान तथा बौद्धिक परीक्षण गरिन्छ। त्यसैगरी भाषा निपुणता परीक्षा लिइन्छ, पेशागत अभिवृद्धि परीक्षण लिइन्छ भने त्यो पनि पास भएर चतुर्थ चरणमा चाहिँ यहाँहरुको डिटेल मेडिकल चेकअप भनेर हुन्छ। र त्यसै गरेर अर्को 5th चरणमा है, र तपाईले चाहिँ 4th पनि पार गरेर आइसक्नुभयो भने चाहिँ 5th मा चाहिँ यहाँहरुको के हुन्छ त, सक्षमता परीक्षण भनेको कम्पिटेन्सी टेस्ट ग्रुप डिस्कसन भन्ने हुन्छ। त्यसै गरेर चाहिँ यहाँहरुको अन्तर्वार्ता हुन्छ है। अब विशेष गरेर हामीले फोकस हुनुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि, इफ तपाईको हाइट पुग्छ है, तपाईको फिजिकल सबै तपाईले चाहिँ पार गर्न सक्नुहुन्छ भने चाहिँ अब हाम्रो यो तृतीय चरणको सामान्य ज्ञान बौद्धिक परीक्षण, भाषा निपुणता परीक्षा र पेशागत अभिवृद्धि भन्ने तृतीय चरणको चाहिँ जुन छ, यो कुरामा चाहिँ हामी मेन फोकस हुनुपर्ने कुरा हो है। अब यो कुरामा चाहिँ के छ भन्ने कुरा, अब के चाहिँ हामीले यहाँ पढ्नुपर्छ, जीके मा के पढ्ने, आइक्यू मा के पढ्ने है, जस्ता कुराहरुमा चाहिँ यहाँ हेरौँ हामीले। प्रथम पत्र है, जीके आइक्यू मा चाहिँ यहाँहरुलाई सरी नम्बर 1 मा रहेको छ भूगोल। र भूगोल भित्र के पढ्ने भन्दाखेरि नेपालको भूगोल पढ्ने र विश्वको भूगोल पढ्ने है। र त्यसै गरेर चाहिँ 2 नम्बरमा रहेको छ इतिहास, संस्कृति र सामाजिक अवस्था भनेर टपिक रहेको छ। र त्यसै गरेर 3 नम्बरमा चाहिँ नेपालको विकासका पूर्वाधारहरू रहेका छन्। विकासका पूर्वाधारहरू के हुन् त, अभियसली कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य रहेको छ। र त्यसै गरी 4 नम्बरमा चाहिँ पर्यावरण संरक्षण, जलवायु परिवर्तन, जनसाङ्ख्यिकी, शहरीकरण, बसोबास, प्रदूषण तथा राष्ट्रिय सम्पदा, राष्ट्रिय निकुञ्ज तथा आरक्षित क्षेत्रको संरक्षण सम्बन्धी जानकारी भनेर रहेको छ। त्यसै गरेर कम्प्युटर, मोबाइल, इन्टरनेटको कुराहरू पनि यहाँहरूले पढ्नुपर्छ। र संयुक्त राष्ट्र सङ्घ र यसको मिसनमा नेपाल प्रहरीको सहभागिता भनेर पनि यहाँहरूले पढ्नुपर्ने हुन्छ है। त्यसै गरेर हाम्रो इन्टरनेसनल सङ्गठनहरू चाहिँ सार्क भयो, बिमस्टेक, नेटो भयो र इन्टरपोलको कुराहरू पनि यहाँहरूले पढ्नुपर्ने हुन्छ। र अर्को रहेको छ
राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, खेलकुद, पुरस्कार, साहित्य, कला सम्बन्धित समसामयिक घटना भनेको करेन्ट अफेयर्स यहाँहरूले एकदमै सोध्छ करेन्ट अफेयर्सबाट। र नेपालको संविधान पनि यहाँहरूले पढ्नु पर्यो, भाग 1, 2, 3, 4 र 5 र अनुसूचीहरू सबै सम्बन्धी जानकारी है। त्यसै गरेर जिनको कुरा आउँछ, जेनेटिक्सको कुरा आउँछ। त्यसै गरेर प्रहरी सङ्गठन सम्बन्धी समसामयिक जानकारी। सो प्रहरी सङ्गठनमा चाहिँ के कुराहरू चेन्जेस भइरहेछ, हाम्रो हालको आइजिपीको हुनुहुन्छ उहाँ नियुक्त कहिले हुनुभयो भन्ने जस्ता कुराहरू। त्यसै गरेर चाहिँ प्रहरीको दर्जानी चिन्ह कुन कुन दर्जाको दर्जानी चिन्ह कुन कुन के हो भनेर चाहिँ आउँछ। र त्यसै गरेर ट्राफिक सङ्केत कुन ट्राफिक सङ्केतले केलाई जनाउँछ भन्ने जस्ता कुराहरू पनि यहाँहरूले पढ्नुपर्छ। खण्ड कमा भने खण्ड ख अर्थात् हाम्रो आइक्यू भनौँ न, रिजनिङ टेस्टमा चाहिँ यहाँले भर्बल रिजनिङ, नम्बर रिजनिङ, अर्थमेटिकल, नन भर्बल रिजनिङ जस्ता कुराहरू चाहिँ यहाँले पढ्नु पर्यो। पत्र 1मा पनि पत्र 1मा चाहिँ के थियो भन्दा जिके र आइक्यू थियो। अब पत्र 2मा चाहिँ के छ भन्दाखेरि भाषा निपुणता भनेपछि तपाईँले राइटिङको कुराहरू यहाँ हुन्छ है। अब राइटिङको कुरामा चाहिँ कम्पेरिजन, त्यसै गरेर भोक्याबुलरी, ट्रान्सलेसन भयो, नेपालीमा ट्रान्सलेट गर्ने र इङ्ग्लिसमा ट्रान्सलेट गर्ने। त्यसै गरेर कन्भर्सेसन र समराइजेसन, अनि त्यसै गरेर एस्से राइटिङको कुराहरू भयो। त्यसै गरेर सर्ट रिपोर्टिङ अथवा लेटर फर्मको कुराहरू हुन्छ, कुनै पनि घटनाको त्यो विवरण लेख्ने है, रिपोर्ट लेख्ने कुराहरू भयो। त्यसै गरेर स्ट्रक्चर टेस्टिङ, जसमा चाहिँ के हुन्छ, पार्ट्स अफ स्पिच, टेन्स, क्लजेसको कुराहरू हुन्छ। यहाँहरूलाई अलिकति डिटेलमा हेर्न छ भने यो भिडियोलाई पज गरेर पनि हेर्न सक्नुहुन्छ। म चाहिँ अलिकति फास्ट जान्छु, यो भिडियो लङ हुन्छ यहाँहरूलाई धेरै। र नेपाली लेखनको कुराहरू रहेको छ, समसामयिक शीर्षकमा निबन्धन लेखनको कुराहरू भयो, टिप्पणी लेखनको कुरा छ, प्रतिवेदन लेख्न छ, विज्ञापन, निमन्त्रणा पत्र, ताकेता पत्र यावत कुराहरू छ। र नेपाली व्याकरणको प्रत्यय, उपसर्ग जस्ता कुराहरू छन्, यहाँहरूले हेर्नु होला। र विविध चाहिँ अब उखान टुक्काको कुराहरू छ, शब्दहरू वाक्यमा प्रयोग गर्ने कुराहरू छ है। र अर्को तृतीय पत्रमा चाहिँ यो चाहिँ प्रोफेसनल नलेज, तपाईँलाई प्रोफेसनल नलेज चाहिँ के छ त, नेपाल प्रहरीको परिचय, नेपाल प्रहरीको ऐतिहासिक अवस्थादेखि वर्तमानसम्मको अवस्था के छ, र प्रहरीको काम कर्तव्य र अधिकार के हो, पालना गर्नुपर्ने आचरण के हो, नेपाल प्रहरीको सङ्गठनात्मक संरचना कस्तो छ, त्यसै गरेर प्रहरी सहायक निरीक्षकले चाहिँ प्राप्त गर्ने कानुनी अधिकार चाहिँ के हो, प्रहरी चौकी प्रमुखको काम कर्तव्य अधिकार, इफ तपाईँ चाहिँ प्रहरी चौकी प्रमुख भएर चाहिँ कुनै ठाउँमा सरुवा हुनुभयो भने त्यतिखेर तपाईँले काम कर्तव्य होला नि तपाईँका होइन, त्यतिखेर तपाईँले के काम गर्ने, तपाईँको अधिकार के हो, कहाँसम्म तपाईँको चाहिँ अधिकार क्षेत्र रहन्छ जस्ता कुराहरू भयो। त्यसै गरेर सुरक्षा व्यवस्थापनको कुरा, अपराध अनुसन्धानको कुरा, प्रहरी व्यवस्थापनको कुरा है, र सामुदायिक प्रहरी समूह कार्य यताउति भइहाल्यो। र कानुनी व्यवस्था मेन पार्ट है, जहाँ चाहिँ 25 अङ्क 5वटा प्रश्न हुन्छन्, 5 चाहिँ 25, एउटा प्रश्नको 5 अङ्क गरेर कानुनबाट आउँछ। यहाँहरूले पनि त्यो हेर्नु होला। र अब पेसागत व्यावहारिक परीक्षण भनेको प्रोफेसनल बिहेभियरल टेस्ट, जहाँ चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि सिचुएसनल ट्राभल टाइम, एक्सिडेन्ट रिपोर्ट राइटिङ र सिमुलेसन वर्क स्याम्पल भनेर रहेको छ, जसको चाहिँ 15 अङ्क समय 45 मिनट भनेर रहेको छ। अब चतुर्थ चरणमा चाहिँ यहाँहरूको डिटेल मेडिकल स्पेसल मेडिकल चेकअप भन्ने कुरा छ। र 5th चरणमा चाहिँ तपाईँको ग्रुप डिस्कसन र अन्तर्वार्ता यहाँहरूको हुन्छ है त। यहाँहरूलाई यो भिडियो अवश्य पनि फलदायी लाग्यो होला। र अझै कुराहरू डिटेलमा चाहिएको छ भने चाहिँ यहाँहरूले कमेन्ट बक्समा कमेन्ट गर्नु होला। र कुनै पनि एउटा बुक चाहिँ लिनु होला साथीहरू। इफ बुक छैन भने कुनै पनि हाम्रो अनलाइन क्लासेसहरूमा चाहिँ यहाँहरू जोइन हुनुभएकै हुनुपर्छ। इफ नयाँ हुनुहुन्छ भने चाहिँ अब तयारी गर्दै पहिलेदेखि तयारी गरिरहेको हुनुहुन्छ भने त नो म्याटर। सो त्यति हो साथीहरू, अर्को भिडियोमा फेरि भेटौँला। नमस्कार।